अहिले चाहिँ पाइजहरू भर्खर अब खाना खाइसक्यो। खाना खाइसकेर चाहिँ अब रुमतिर प्रस्थान हुँदै गरेको अवस्था। अहिले चाहिँ अर्को बाटोतिरदेखि हिँड्दै जाउँ भनिरहेको छु। तकरिबन 5 मिनट जस्तो लाग्छ रुम पुग्नुलाई पनि है। के गर्नु यस्तो ठाउँमा यस्तै हो। आफ्नै लागि गर्नुपर्छ, आफैले आफ्नो जिन्दगीको लागि। अरू कसैले त गरिदिँदैन, तर पनि आफ्नो फ्युचर सोच्ने हो। जे जस्तो भए पनि है, कसैको प्यारो साथीभाइहरू हुन्छ, कसैको आफन्त हुन्छ। आफन्तहरूले कतिपय भनेको कुराहरू राम्रो हुन्छ, तर साथीभाइले भनेको कुराहरू पनि कतिपय राम्रो हुन्छ। तर आफ्नो जिन्दगी हो। सधैँभरि त्यो साथीभाइ र आफन्तले कहिले पनि जिन्दगीमा लाउनु खानु दिँदैन। सिर्फ उनीहरूले के गर्छ त, सुखमा मात्र साथ दिन्छ, तर दुःख परेको बेलामा जिन्दगीमा कहिले पनि उहाँहरूले साथ दिँदैन। त्यो भएर सोच्ने गर्नु धेरै नै आफ्नो जिन्दगी कसरी के गर्दाखेरि राम्रो हुन्छ, कस्तो मान्छेसँग के गर्दाखेरि है, र आफै नै निर्णय गर्नु सक्नुपर्छ आफ्नो फ्युचरको लागि। र हरेक नाटक, हरेक बहानाहरू हुन्छ नि। अब साथीभाइहरूले अब मन पराएको हुँदैन, आफन्तहरूले मन पराएको हुँदैन, तर यिनीहरूको केही नहोस् भनेर अनेकौँ नाटक, अनेकौँ बहानाहरू जोडेर पनि हरेक शहरमा 2देखि 1 बनाउनु पनि चाहन्छ। र वास्तवमा त्यो साथीभाइहरूले अहिलेको अवस्थामा साथ दिन्छ केही छैन, तर भोलिको दिनमा चाहिँ साथ दिने मान्छे चाहिँ हामीले एकदमै हेर्नुपर्छ। अलिकति प्रसङ्ग बदल्यो नि, यो कस्तो अँध्यारो भयो यहाँनिर लाइट नभएको अवस्थामा यहाँ। अनि है अब चाहिँ अलिकति लाइट भएको ठाउँतिर आइपुगेँ कि, तर म त यता पनि त्यस्तै हो राति, र पनि यो दिन जस्तै उज्यालो नै भइ नै राखेको हुन्छ। तर आजको दिन लागि सोचिन्छ भनिन्छ, तर त्यो कहिले पनि होइन। आज र भोलिको लागि पनि सोच्यो भनेदेखि जिन्दगीलाई अझै मजाले हामीलाई हिँड्ने बाटोहरू सिकाउँछ कि है। तर भन्छ नि साथीभाइहरूले, तेरो लागि त म छु, हामी साथ दिन्छौँ जे पर्दा जसो पर्दा पनि है। तर यस्तो भरोसा आशमा 1 दिन पो बस्नुहुन्छ, 2 दिन पो बस्नुहुन्छ, 3 दिनको बिचबाट तपाईँहरूलाई के गर्छ भनेदेखि यस्तो मजाले लात हान्छ कि। तर त्यो साथीभाइले कसरी साथ दिन्छ भनेदेखि आफ्नो छ भनेदेखि साथ दिन्छ, छैन भनेदेखि कसैले पनि साथ दिँदैन। आफ्नै घर परिवारबाट त हामी हेपिन्छौँ, किनकि पैसाहरू महिनापछि टन्ने पठायो भनेदेखि घरमा आफ्नो फ्यामिलीहरू सबै खुसी हुन्छ है। तर पैसा छैन, यो महिना भएन अलिक अब है, हाम्रो यस्तो भयो भनेर सुनायो भनेदेखि त्यहाँदेखि आफन्त दाजुभाइहरूले अनि त्यसपछि घर परिवारले पनि हामी जस्तो विदेशमा हुने मान्छेलाई भेट्नु थाल्छ। हामी विदेशमा कसरी काम गरेको छु त्यो तरिका कहिले पनि दुःख पुग्दैन। र यहाँ हेर्नु सक्नुहुन्छ अलिकति फ्रेन्ड क्यामेरा भएन, तर मेरो त हुँदैन पनि, किनकि म भनेको एउटा साधारण मान्छे हो, सिम्पल मान्छे हो। मेरो घर परिवार नै अब खुसी हुन्छ भनेदेखि उनीहरूको लागि नै सब थोक गरिदिने मान्छे। त्यो भएर म जस्तो छ फोन त्यस्तैमा चलिरहेको छ। अहिलेसम्म यो फोन किनेको पनि 4 वर्ष त कम्प्लिट भइसक्यो होइन, काम चला भइरहेको छ। अब साथीभाइहरू, दाजुभाइ, आफन्त, घर परिवार, आमा बाबाहरूसँग गफ गर्नु मिलिहालेको छ के अरे होइन। तर सोचिरहेको छु अब अहिले यो फोन किन्छु भनेर, एउटा के कस्तो हुन्छ समय र परिस्थितिले गर्दाखेरि। तर अँध्यारो भइरहेको छ, क्लियर देखिएन। एउटा हातले फोन समात्दा हातै गऱ्यो।
त्यही हो कभी खुसी कभी गम यस्तै हो जिन्दगीको भोगाइहरू। र एउटा कुरा के भन्छु भनेदेखि फेरि मान्छेहरू उमेर हुँदाखेरि नै सब चिज गर्ने हो। अलिकति बुढो भएपछि त के गर्नु सकिन्छ, केही पनि गर्नु सकिँदैन। हामी पेन्सनै लाउने होइन, केही होइन, हामीसँग पेन्सन छैन, सरकारी जागिर छैन हो। उमेर भइन्जाल चाहिँ हामीले आफूले सबैभन्दा ठुलो कमाउनु कुरा ठुलो कुरा होइन, तर जमाउनु ठुलो कुरा हो। र यति बेलै खाने हो, यति बेलै रमाउने हो, यही हो टाइम हो भनेर सोचेर हिँड्यो भने चाहिँ त्यस्तो मान्छेको चाहिँ केही पनि काम छैन भन्न चाहन्छु गाइज। र बेलैमा तपाईँहरू अब उमेर हुँदाखेरि नै अब 30-35 वर्षको उमेर हुँदाखेरि नै कमाउनुहोस्, जमाउनुहोस्, जग्गा किन्नुहोस्, घर बनाउनुहोस्, त्यति बेलै पैसाहरू ब्याङ्क ब्यालेन्स गर्नुहोस्, सदुपयोग गर्नुहोस्, तपाईँहरूलाई जिन्दगीभर राम्रो हुन्छ। किनकि आज कमाइन्छ, भोलि के हुन्छ भोलि मरिन्छ भनेर सोचियो भनेदेखि चाहिँ खोइ भोलि कहिले आइपुग्दैन हो। जहिले पनि भोलि भोलि भनिन्छ, भोलि जिन्दगीमा कहिले आउँदैन। त्यही भएर जति दुःख गर्नुहुन्छ, दुःख गरे अनुसार, आफूले मेहनत गरे अनुसार, आफूलाई खाने खर्च, आफूलाई पकेट खर्च, आफूले लाउने कपडाहरू किनेर पैसाहरू जति बचत गर्नुहोस्। कुनै मान्छेहरूलाई हजुरहरू नफसिनु होला, पैसा नपठाउनु होला। धेरै धेरै आजभोलि पैसा मान्छेहरू खाने मात्र हुन्छ हो। त्यो भएर मान्छेहरूको जिन्दगी यसरी मात्र चलाइरहेको हुन्छ। पैसा दिनु सजिलो कुरा हुन्छ, तर उठाउनु भनेपछि त नि जिन्दगीमा बाबा, जिन्दगीमा त्यो पैसा जिन्दगीभरि कहिले पनि उठाउनु सकिँदैन। खुट्टै ढोक्दा पनि तिनीहरूको हो। हामीलाई पैसा माग्ने बेलामा हाम्रो खुट्टा ढोक्छ, पछि हामीले उठाउने बेलामा चाहिँ उनीहरूको खुट्टा ढोक्दा पनि पैसा पाइँदैन। त्यही भएर साथीभाइहरू पैसा छ भनेदेखि कि त जग्गा ड्याम्मै किनिहाल्नुहोस्, कि त ब्याङ्कमा राख्नुहोस्। यही सल्लाह सुझाव दिन्छु। यति गर्नुभयो भने चाहिँ हजुरहरूको जिन्दगी राम्रो तरिकाले चल्छ। र करिब अहिले चाहिँ अब आफ्नै निवासमा आइपुगेको अवस्था। धेरै लागेन छ, यो भिडियो बनाउँदाखेरि 7 मिनट लागेछ। यस्तै हो जिन्दगी गाइजहरू। है त बाबाई, फेरि पनि भेटौँला कुनै बेला है। यस्तै हो अब के गर्नु जिन्दगीहरू। निवास चाहिँ यही हो, यहाँदेखि छिर्नुपर्छ अब है निपारेस त छिटो आइपुग्यो गाइज। बाई।